सो हेलो एभ्रिवान। सो मेरो आजको भिडियो चाहिँ युके आउने नआउने भन्दा पनि युके जो पनि अब आउँदै हुनुहुन्छ अप्रिल मे इन्टेकको लागि उहाँहरूले चाहिँ अब के कस्तो प्रिपेयर गरेर आउने त युके आउँदाखेरि। सो त्यो कन्टेन्टमा चाहिँ म आजको यो भिडियो बनाउँदैछु। सो जो जति पनि अब भिसाको लागि वेट गरिरहनु भएको छ वा भिसा लागेर टिकटहरू गरिसक्नु भएको छ, सो उहाँहरूले चाहिँ अब के कस्तो प्याकिङहरू गर्ने, कस्तो माइन्डसेट गरेर आउने युकेमा चाहिँ भन्ने चाहिँ म डिस्कस गर्छु आज। सो फर्स्ट अफ अल भनेको त अब युकेको भिसा लगाइसकेपछि भनेको अब प्याकिङहरूको टिकटिङहरूको कुरा हुन्छ। सो टिकट चाहिँ आफ्नो टाइममै बुक गर्नु होला, किनभने अहिले जुन यो अप्रिल मे इन्टेकहरू छ यो इन्टेकहरू हुँदाखेरि चाहिँ प्राइसहरू पनि बढाएको हुन्छ एयरलाइन्सहरूले। सो आफ्नो चिनेको वा कुनै नेटवर्कबाट चाहिँ तपाईँले सस्तोमै टिकटहरू उठाउन सक्नुहुन्छ अहिले नै। सो टिकटिङहरू भइसकेपछि अब सपिङको कुरा गर्दाखेरि चाहिँ सबैले भन्छ युके चाहिँ अलिक जाडै कन्ट्री छ। सो अहिले तपाईँ रिसेन्टली आउँदाखेरि गर्मी भए पनि सो यहाँको चाहिँ घामहरू लगाए पनि हावाहरू चाहिँ चलिराख्ने र चिसो चिसो नै हुने गर्छ। सो आफ्नो ज्याकेटहरू चाहिँ प्रपर ज्याकेटहरू दुईवटा जति चाहिँ तपाईँले डाउन ज्याकेट लिएर आउनुहोस्। अनि नर्मल भनेको आउटरहरू टाइपको प्लस तपाईँको अब स्वेटरहरू। अनि आफ्नो किचनको कुरा गर्दा तपाईँको प्रेसर कुकर ल्याउनुहोस् एउटा, प्रेसर कुकर भयो। त्यसपछि तपाईँको भनेको कराईहरू अनि आफूले खानको लागि दुईवटा जति थाल लिएर आउनुहोस्। अनि त्यसपछि चम्चाहरू यताउता के हुन्छ युज हुन्छ किचनमा त्यो सामानहरू ल्याउनु। अनि अरू भनेको तपाईँको खानेकुरा कुरा गर्दाखेरि चाहिँ मसलाहरू चाहिँ बोकेर आउनु, किनकि यहाँको मसलासँग तपाईँलाई एभिचुअल हुन अलिक टाइम लाग्छ। सो मसलाहरू बोक्नुहोस्। अनि तपाईँको अरू भनेको खानेकुरा हाम्रो इन्स्ट्यान्ट खाने जस्तै चाउचाउहरू। अनि तपाईँहरू अब तपाईँलाई खाइराख्नुपर्छ भने चाहिँ अरू सामानहरू पनि ल्याउनुहोस्। तपाईँको चाउचाउ भइहाल्यो, प्लस अरू भनेको तपाईँको मसला। अनि त्यस्तै गरेर वाटर बोतल नबिर्सिनु, किनकि युकेमा चाहिँ तपाईँको वाटर बोतलहरू चाहिँ चाहिने गर्छ, किनकि हामी काममा जाँदा वा काम खोज्न हिँड्दाखेरि वा प्लस युनिभर्सिटी जाँदाखेरि चाहिँ वाटर बोतलमा चाहिँ फिल गरेर लानुपर्ने हुन्छ पानी, किनकि यहाँ पानी महँगै छ। अनि त्यस्तै गरेर अर्को भनेको तपाईँको जुन अहिले इन्टेकमा आउँदै हुनुहुन्छ यसमा चाहिँ तपाईँको अहिले राम्रो छ, जस अहिले कामहरू बिजनेस राम्रै चलिरहेको छ, काम पाउन नि ठिकै हुन्छ। तर यति सोचेर आउनु कि तपाईँहरू यहाँ आउँदाखेरि चाहिँ अब काम चाहिँ खोज्नुपर्ने हुन्छ तपाईँले। सो अब काम पाउने सिजन हो भन्दैमा घर बसेर काम पाइँदैन। सो तपाईँको बोथ अनलाइन र डोर टु डोर चाहिँ तपाईँले गर्नुपर्ने हुन्छ। सो अनलाइनहरू गर्दा पनि तपाईँले इन्डिडहरूबाट आफ्नो प्रपर सिभीहरू बनाएर आउनुहोस्। कुन चाहिँ फिल्डमा तपाईँलाई छ अब इन्ट्रेस्ट, हाउसकिपिङहरू नर्मली हुने हाउसकिपिङहरू छ, अरू भनेको वेटरहरू भयो, बारटेन्डर भयो, बारिस्टाहरू भयो। र त्यसै गरी चाहिँ अरू भनेको तपाईँको अब क्लिनरहरूदेखि लिएर केयर होमको तपाईँसँग एक्सपिरियन्स छ भने त्यो राम्रो छ। अनि तपाईँको स्किल सिकेर आउँदै हुनुहुन्छ भने बारिस्टाको स्किल सिक्नुहोस्। नेल एक्सटेन्सनहरू बार्बरको एकदम धेरै डिमान्ड छ हाम्रो यहाँ चाहिँ। सो तपाईँले कुनै पनि एरियामा बार्बर नेल टेक्निसियनहरूको चाहिँ तपाईँले पाउन सक्नुहुन्छ कामहरू चाहिँ। सो अनलाइनको लागि तपाईँले 3-4वटा फर्मेटको चाहिँ सिभीहरू बनाएर आउनुहोस्, रिसर्च गर्नु कस्तो खालको चाहिँ युकेको सिभीहरू कस्तो फर्मेटको हुन्छ। जुन तपाईँको अहिले सिभीहरू चाहिँ यो जुनै पनि अर्गनाइजेसनहरूले यो युज गर्दाखेरि तपाईँको नर्मल सिभीहरू भन्दा नि ATS फर्मेटको चाहिँ सिभी हुन्छ, एप्लिकेसन ट्र्याकिङ सिस्टमवाला। सो त्यो बेसमा चाहिँ आफ्नो सिभीहरू बनाउनुहोस्, क्रिएट गर्नुहोस्। सक्नुहुन्छ भने स्किलहरू चाहिँ लिएरै आउनुहोस्। किनभने तपाईँको अब एज अ वेटरको लागि पनि अब बुझ्न जानुहुन्छ भने तपाईँको स्किललाई नै फर्स्ट प्रायोरिटी दिने हुन्छ, किनकि सुरुमा आउँदा हामीसँग एक्सपिरियन्स हुँदैन। सो हजुरहरूसँग केही स्किल लिएर आउनु भने चाहिँ त्यो चाहिँ एकदमै सजिलो हुन्छ तपाईँहरूलाई चाहिँ काम खोज्न जाँदाखेरि पनि। अनि अरू भनेको डोर टु डोरमा चाहिँ एकदम फोकस गर्नुहोस्, किनभने अहिले इन्डिडमा वा कुनै पनि तपाईँको टोटल जब्स इन्डिड हाम्रो यहाँ युज हुने भनेको टोटल जब्स छ, इन्डिड छ, रिडको भन्ने छ। सो यो एपहरूमा नै आफूले अकाउन्ट क्रिएट गरेर लगइनहरू गर्नुहोस्। लगइन गरेर आफ्नो फिल्डको जबहरू चाहिँ सबै अप्लाई गर्नुहोस्। तपाईँ अल्छी नगरिकन मजाले अप्लाई गर्नुहोस्। अनि फ्री टाइममा चाहिँ फेरि डोर टु आफ्नो नियर बाई जहाँ बस्नुहुन्छ त्यसको नियर बाई लोकेसनहरूमा चाहिँ अफ लाइसेन्सहरू हुन्छ कि तपाईँको रेस्टुरेन्टहरू भयो, बार पबहरू भयो, यो त्यसै गरी तपाईँको हाउसकिपिङहरूको हुन्छ। प्लस आफ्नो कोही कन्ट्याक्टमा छ भने राम्रो एजेन्सीहरू हेरेर एजेन्सीहरूमा पनि आफूलाई रेजिस्टर गरेर राख्नुहोस्, किनकि अहिले जब पाउने टाइम छ। सो कुनै राम्रो एजेन्सी भेट्नुभयो भने एजेन्सीको थ्रुबाट पनि तपाईँले जब पाउन सक्नुहुन्छ। तर युकेमा चाहिँ धेरै जस्तो एजेन्सीहरू चाहिँ तपाईँको अब सुरुमै पैसा माग्ने खालको हुन्छ, लाइक तपाईँको अब ट्रेनिङहरू गराउनु पर्ने भन्ने जस्तो कुराहरू। प्लस तपाईँको ट्रेनिङपछि फिक्स जब यताउता भनेर चाहिँ तपाईँको पैसा खाने धेरै छ युकेमा। सो एकदमै बुझेर एकदम ट्रु रेफरेन्सलाई मात्र अब ट्रस्ट गर्नु भन्छु म चाहिँ। सो अर्को भने चाहिँ तपाईँको युके ल्यान्ड हुनु भइसकेपछि तपाईँले फर्स्टमा गर्नुपर्ने कामहरू के हो त भन्ने हो। सो तपाईँले यहाँ एज अ स्टुडेन्ट काम गर्नु पाउनु भनेको हप्ताको 20 घन्टा हुन्छ, त्यो पनि एनआईमा। सो एनआईको लागि चाहिँ तपाईँको के डकुमेन्ट चाहिन्छ त त्योहरू चाहिँ पहिला ल्यान्ड भइसकेपछि प्रिपेयर गर्नुहोस्। जस्तै तपाईँ
कुनै पनि हेत्रोको एयरपोर्टबाट ल्यान्ड भइसकेपछि आफ्नो सिम तपाईँसँग हुन्छ। अहिले बायोमेट्रिकमा दिन्छ सिमहरू लिबेराहरूको। सो त्यो सिम एक्टिभेट गर्नुहोस् र आएर आफ्नो ब्याङ्क अकाउन्टहरूको लागि अनलाइन अप्लाई गर्न पनि मिल्छ तपाईँको। जस्तो एचएसबिसीहरूको लोयर्सहरूको ब्याङ्क अकाउन्ट अप्लाई गर्नुहोस्। अनि अर्को भनेको तपाईँको एनआई नम्बरको लागि अनलाइनको थ्रुबाट तपाईँले अप्लाई गर्न सक्नुहुन्छ। त्यसै गरी तपाईँको जुन हामीले इन्सुरेन्सको पे गरेर आएको हुन्छ त्यसको चाहिँ तपाईँको इन्सुरेन्सको जिपी नम्बर भन्ने हुन्छ, त्यसको लागि अप्लाई गर्नुहोस्। किनकि यहाँ युकेमा चाहिँ अझै पनि पोस्ट मेलको धेरै युज हुने भएको भएर चाहिँ तपाईँको सबै डकुमेन्ट्सहरू चाहिँ पोस्ट मेलको थ्रुबाट चाहिँ तपाईँलाई डेलिभर हुन्छ। सो आफ्नो लोकेसन जुन लोकेसनमा तपाईँ बस्नुहुन्छ त्यो ओके भइसकेपछि तपाईँले सबै लोकेसनहरू हालेर चाहिँ आफ्नो अकाउन्टहरू क्रिएट गर्नुहोस्, एनआई नम्बरहरू बनाउनुहोस्, जिपीहरू निकाल्नुहोस्, ब्याङ्क अकाउन्ट क्रिएट गर्नुहोस्। अनि मेन त्यसपछि भनेको तपाईँको कलेजमा इनरोलमेन्ट गर्नु भन्छ। इनरोलमेन्ट डेट चाहिँ तपाईँले नेपालबाटै आफ्नो कन्सल्टेन्सीको थ्रुबाट चाहिँ कहिलेसम्म छ के छ सबै राम्रोसँग बुझेर आउनुहोस् र त्योभन्दा अगाडि नै आएर इनरोलमेन्ट गरिसक्नु। सो यसको लागि चाहिँ तपाईँको मेको फर्स्ट सेकेन्ड विक क्लास स्टार्ट छ भने चाहिँ तपाईँ 1-2 हप्ता अगाडि नै आउनुहोस् र कलेजको चाहिँ सब इनरोलमेन्टको प्रोसेसहरू सकाउनुहोस्। अनि यो जुन सिभीहरूको छ त्योहरू सबै मिलाउनुहोस्। आफूभन्दा अगाडि कोही आएको छ भने उहाँहरूसँग कन्सल्ट गरेर चाहिँ आफ्नो सिभीहरू राम्रोसँग बनाउनुहोस्, अनलाइन अप्लाई गर्नुहोस्, डोर टु डोरहरू गर्नुहोस्। र कोही यता चिने जानेको साथीभाइ दिदी दाईहरू कोही हुनुहुन्छ भने चाहिँ उहाँहरूसँग कन्सल्ट गरेर चाहिँ कोही रिफरेन्सको लागि कुरा गर्नु। सो अर्को कुरा गर्दा चाहिँ तपाईँको हाउसिङको कुरा गर्दा चाहिँ तपाईँको यो जति पनि हाम्रो यहाँ इनसाइड लन्डन आउँदै हुनुहुन्छ उहाँहरूले चाहिँ अब स्कुल वा कलेजको वरिपरि खोज्ने भन्दा नि आफूलाई कहाँ रिजनेबल छ त्यो एरियामा चाहिँ खोज्नुभयो भने सस्तो पनि पर्न जान्छ। किनकि कलेज भनेर तपाईँको युकेमा 2 दिनदेखि 3 दिन हुन्छ। सो कहाँ काम तपाईँको छ, नेटवर्क कहाँ छ, तपाईँलाई कहाँ काम खोज्न सजिलो छ त्यो एरियालाई चाहिँ बेस मानेर चाहिँ आउनु भने अझै राम्रो हुन्छ तपाईँलाई। अनि इनसाइड लन्डनमा कलेज भएर आउटसाइड चाहिँ बस्नु म प्रिफर गर्दिनँ, किनभने तपाईँको ट्रान्सपोर्ट चाहिँ अलिक बढी खर्च हुन्छ त्यसमा चाहिँ। लाइक तपाईँको अब कलेजको लागि नै तपाईँको 100-150 पाउन्ड चाहिँ तपाईँको आउटसाइड बस्नुभयो भने चाहिँ खर्च हुन्छ। सो त्योभन्दा पनि तपाईँ इनसाइड लन्डनमै नै सेयरिङको बेसमा बस्नुभयो भने तपाईँको अहिलेको केसमा रेन्टिङहरूको कुरा गर्दाखेरि चाहिँ तपाईँको सेयरिङ बस्नुहुन्छ भने 2 जना बस्दा तपाईँको 400-450 इच पर्छ भने चाहिँ 3 जना बस्दा तपाईँको 325-350 रेन्जमा चाहिँ आउँछ। सो रुमहरू चाहिँ राम्रै हुन्छ यहाँको जियोस्। यहाँ चाहिँ आफूलाई बस्न किनकि काम गर्न थालेपछि त्यति धेरै फेसिलिटीहरू पर्दैन। एज अलरेडी त्यहाँ फेसिलिटी पनि एभाइलेबल हुन्छ तपाईँको। लाइक रुमहरूमा हिटर हुन्छ, 24/7 पानीहरू हुन्छ, बत्तीहरू सबै युटिलिटिजहरू त्यसमा इन्क्लुड हुन्छ तपाईँको। सो त्यही छ अहिलेको लागि कुराहरू चाहिँ। अनि अरू तपाईँहरूसँग डिस्कस गर्दाखेरि चाहिँ के छ अरू भन्दाखेरि चाहिँ तपाईँको मेन्टालिटी चाहिँ एकदमै क्लियर गरेर आउनु। युके आउँदा चाहिँ एकदम हाई एक्सपेक्टेसन नराख्नु। लाइक अब तपाईँ आउनु भएको 2-3 महिना जुन अहिलेको फेज छ यसमा तपाईँले काम पाउनुहुन्छ अलिकति मिहिनेत गरेर खोज्नुभयो भने। सो त्यसमा चाहिँ केसम्म एक्सपेक्टेसन राख्नु भन्दाखेरि तपाईँलाई एटलिस्ट आफूलाई सर्भाइभ हुने चाहिँ सक्छु म भन्ने हिसाबले आउनु। घर पठाउने त्यो भनेको छँदैछ। जो पनि ब्याचलर्स वा मास्टर्सलाई आउँदै हुनुहुन्छ सो उहाँहरूलाई चाहिँ यही सजेस्ट गर्छु म। मास्टर्सलाई थोरै सजिलै छ युके एज कम्पेयर टु दि ब्याचलर्सको भन्दा चाहिँ। किनकि ब्याचलर्सको 3 इयर्सको ड्युरेसन पिरियड हुन्छ अनि हाम्रो मास्टर्सको चाहिँ 1 इयरको हो। सो त्यसमा पनि बिचमा अब इस्टर ब्रेक भन्ने हुन्छ चल्छ। अब इस्टर ब्रेक छ, तपाईँको समर ब्रेकहरू हुन्छ। सो त्यसले गर्दा चाहिँ कोर्स चाहिँ अलिक छिटै अगाडि बढ्छ। सो मास्टर्सको चाहिँ छिटो सकिने भएर चाहिँ पिएसडब्ल्यूमा तपाईँहरूले राम्रै अर्निङ गर्न सक्नुहुन्छ। सो अहिले नै अब आउँछु 1 महिना कमाउँछु अनि अर्को महिनाबाट घर पठाउँछु भन्ने एक्सपेक्टेसन चाहिँ नराख्नु। सो फर्स्ट भनेको आफू नै सेटल हुने र आफ्नो लागि चाहिँ 1 महिना 2 महिनाको भयो भने एटलिस्ट ब्याकअप राख्नुहोस्। किनभने तपाईँको युकेमा तपाईँले बस्दाखेरि सेयरिङमा बस्नुभयो भने 350 तपाईँको यो हाउस रेन्टमा जान्छ। प्लस तपाईँको ट्रान्सपोर्टेसन अब इनसाइड युके नै इनसाइड लन्डन हुनुहुन्छ भने चाहिँ तपाईँको अराउन्ड 100-120 चाहिँ तपाईँको ट्रान्सपोर्टमा जान्छ। ग्रोसरीहरू तपाईँ सेयरिङमा गर्नुहुन्छ भने सस्तै पर्छ तपाईँलाई। नर्मली खानाहरू यताउति गर्दा 120 त्यस्तै तपाईँको इनसाइड 100मै नै तपाईँको सब क्लियर आउट हुन्छ त्यो चाहिँ ग्रोसरीहरूको कुरामा। सो तपाईँहरूको मन्थली खर्च भनेको त्यस्तै अराउन्ड 550-600मा चाहिँ तपाईँलाई ओके हुन्छ। सो त्यही भएर चाहिँ तपाईँको एनआईमा 80 आवर्सै पाउनुभयो भने पनि तपाईँको अहिले जुन इन्क्रिमेन्ट भएको छ अप्रिल 7बाट। सो अहिलेको न्यू एनआईको रेट भनेको चाहिँ 12.21 रहेको छ। सो त्यसको हिसाबले गर्दा नि 80 आवर्स तपाईँले प्रपर गर्न पाउनुभयो भने अराउन्ड 1000को रेन्जमा चाहिँ तपाईँले कमाउनुहुन्छ। सो त्यहाँबाट पनि तपाईँको खर्चहरू काट्दा 400-500 चाहिँ आफूलाई बच्ने हुन्छ। सो त्यसमा चाहिँ तपाईँले अर्को मन्थको लागि चाहिँ ब्याकअपहरू राख्नु। 2-4 महिना कमाउनु, आफूलाई ब्याकअप राख्नु। त्यसपछि नेपाल पठाउने वा कलेजको फीहरू कुनै इन्स्टलमेन्ट ड्यू छ भने त्यो चाहिँ क्लियर गर्नु।
सो अरू पनि केही डिस्कस गर्नु छ तपाईँहरूलाई, अरू केही सोध्नु छ भने चाहिँ मलाई कमेन्ट बक्समा कमेन्ट छोडिदिनुहोस्। कतिजना हुन्छ यहाँ तपाईँको प्रपर युकेको बारेमा प्रपर रिसर्च गरेर नआएकोहरू हुन्छ, तपाईँको यहाँ आएर के गर्ने त, अब कसरी हुन्छ, फर्दर प्रोसेस के छ, यहाँको युकेको सिस्टमहरू के छ, केमा चाहिँ तपाईँलाई फाइन पर्छ, कस्तो कुरामा फाइन लाग्छ, कस्तो कुरामा चाहिँ आफू बस्नुपर्छ, यो कुराहरू चाहिँ सबै नै एकदम ध्यान दिएर बस्नुपर्छ। किनभने तपाईँ भर्खर नयाँ नयाँ आउँदाखेरि तपाईँलाई स्क्यामहरू धेरै हुन्छ, अनि तपाईँसँग एकदम लिमिटेड बजेटमा आउनु भएको हुन्छ तपाईँहरू। सो यस्तो फाइनहरूबाट बस्नु भएन भने फाइनहरूबाट पनि तपाईँको एक्स्ट्रा अमाउन्ट चाहिँ पे गर्नुपर्ने हुन्छ, जान्छ तपाईँको। सो त्यो कुराहरूलाई चाहिँ ध्यान दिनु होला। सो अब नेक्स्ट भिडियोहरूमा चाहिँ म अब युके कस्तो छ, एज अ बिगिनर के कस्तो हुन्छ इनिसियल फेजमा, कसरी अगाडि चाहिँ आफूलाई चाहिँ सस्टेन गरेर एडप्ट गर्न सक्छु यो ठाउँमा चाहिँ भन्ने कुरामा डिस्कस गर्छु। सो थ्याङ्क यू एभ्रिवान।